दिदी तपाईले हिजो नाचेको नि तपाईको डान्स यति राम्रो थियो कि यति राम्रो थियो फेरि अहिले पनि देखाइदिनु न दिदी ल हजुर हजुर सबै मन परेको थियो तिमीहरूले मेरो नाच मात्रै देखाउने तिमीहरू मेरो भिडियो खिचेर त म तिमीहरूको सबको देखाउँछु स्टेप देखाउँछु फर्स्टमा सीमाको ल म यो सीमाको यो स्टेपले चाहिँ मलाई एकदमै मन पर्यो हुन्छ दिदी सीमाको स्टेप हस् कस्तो सीमा कति राम्रो मेरो माम कस्तो भयो वर्षाले यस्तो नाच्दो रहेछ हजुर हजुर नपत्याउँदो तरिकाले कि हजुर कपाल सट्टा यस्तो छोडेको हजुर कपाल लरक्क पारेर नाच्नु कोसँग सेम 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 त्यही गर्नु भयो क्या हैन म नाच्दिन आउँदैन पनि हो हो वर्षाको ल अब कुसुमको स्टेप कुसुम दिजुको यो स्टेप त मैले सिकेकै छु कुसुमको त ल कस्तो कस्तो स्टेप सिकेको छु त मैले त उहाँको स्टेप गरिदिन्छु ल म हुन्छ हुन्छ आसिकाको ल आसिकाको हजुर स्टेप हुन्छ यसपालि साथीसँग हिँड्यो भने त म डान्सरै हुन्छु क्या हो हो त दिदी विपनाको स्टेप हजुर चल्नेछ बतास विपनाको खुट्टा यस्तो यस्तो गर्थिन् त हो हो त अनि कान्छीको हजुर वन्दनाको कान्छी त मुसुक्क हाँस्दै सबैभन्दा राम्रो वन्दनाको हाँस त अनि आकृतिको छुटो नि हजुर हजुर अनि आकृति सुन्नु न आकृति ल्याउनु एकछिन रोक्नु वर्षाले तँ घाँटीको नसा चुडिन्छ जस्तै नाच्यो हजुर चुरिनेले चुनरी अब आफूले मात्रै गर्दा त घाँटीमा पासो लाग्दैन थियो नि त होइन अर्कीले तानिदिन्छ नि म त दुईजना तानातान गरेको क्या हो ल धन्यवाद यति नै जाने